नमस्ते। योभन्दा अगाडिको कक्षामा म सामान्य वर्तमान कालको सूत्र पढाइसकेकी छु र आजको कक्षामा म अपूर्ण वर्तमान कालको सूत्र पढाउन गइरहेकी छु। अब सबैभन्दा पहिला यो बुझ्नुपर्छ अपूर्ण वर्तमान काल भनेको के हो। वर्तमान समयमा हुँदै गरेको कामलाई अपूर्ण वर्तमान काल भनिन्छ। जस्तै म भात खाँदैछु। अब हामी अपूर्ण वर्तमान कालको सूत्र पढौँ। कर्ता धातु प्लस क्रियापद। मसँग दैछु, हामीसँग दैछौ, तँसँग दैछस्, तिमीसँग दैछौ, तपाईँसँग दै हुनुहुन्छ, रमेश वा उसँग दैछ, सीतासँग दैछे, उनीहरूसँग दैछन्। अब हामी अपूर्ण वर्तमान कालको उदाहरण पढौँ। म भात खाँदैछु, हामी भात खाँदैछौँ, तँ भात खाँदैछस्, तिमी भात खाँदैछौ, तपाईँ भात खाँदै हुनुहुन्छ, रमेश भात खाँदैछ, सीता भात खाँदैछे, उनीहरू भात खाँदै छन्। हस्ते धन्यवाद।